म कागुन हुँ, म नेपालको रैथाने अन्न हुँ। आज भोलिका पुस्ताले सायद मलाई चिन्दैनन्। म आज मेरा फाइदाहरू भन्छु। हेर्नुस् मेरा फाइदाहरू। मात्रामा फाइबर हुने भएका ब्लड सुगर कन्ट्रोल। इट्स ग्लाइसेमिक इन्डेक्स इज लो, which helps control रगतमा चिनीको मात्रा, पाचन प्रणालीमा सुधार, गट फ्रेन्डली। यसमा उच्च मात्रामा फाइबर हुने भएकाले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र कब्जियतको समस्या हटाउन मद्दत गर्छ। बिसरे यसले भोकलाई नियन्त्रण गर्छ र लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले गर्दा मोटोपन घटाउन मद्दत गर्दछ। यसमा पाइने म्याग्नेसियम र पोटासियमले रक्तचाप र कोलेस्ट्रोललाई सन्तुलनमा राख्न सहयोग गर्छ। ग्लुटेन सहन नसक्ने वा पचाउन गाह्रो हुनेहरूका लागि यो उत्कृष्ट र सुरक्षित अन्न हो।